म तहसील हामो ग्रुप नम्बर 3 को तर्फबाट नमस्कारका साथै स्वागत गर्न चाहन्छौँ। आज हामी यस सोरीकुम्सी क्लिनिकमा फ्री मेडिकल चेकअप गर्न गइरहेका छौँ। यहाँ काम सुरु गर्नुभन्दा पहिला मेडिसिन बुद्धको पूजा गरिन्छ। त्यसपछि हामी आफ्ना कामतर्फ लाग्छौँ। सेराप क्षमाले बिरामीको जाँच गर्नुहुन्छ। र फुर्बु छोडेनले कुरिरहेका बिरामीहरूको नाम टिप्नुहुन्छ। र पालो डाक्टर सामु बोलाउनुहुन्छ। अब सेराप क्षमाले हाम्रो पहिलो बिरामीको जाँच गर्नतर्फ लागिरहनु भएको छ। यहाँ बिरामीहरूलाई हातको नसाको माध्यमबाट जाँच गरिन्छ। उहाँको नाम युङडुङ हो। उहाँलाई ग्यास्ट्रिकको समस्याले ग्रस्त हुनुभएको रहेछ। त्यसपछि सेराप क्षमाले रोग अनुसार औषधिको नाम लेख्नुहुन्छ र तहसील हामु र सोनम ढामु कहाँ पठाउनुहुन्छ। उहाँहरूले डाक्टरको सल्लाह अनुसार बिरामीलाई औषधि उपलब्ध गराउनुहुन्छ। यहाँ भएका औषधिहरू हामी आफैले बनाउने गर्दछौँ। यहाँ जस्तोसुकै रोगको पनि उपचार गरिन्छ। के चाहिँ सुन्नुपर्छ पर्ने होला?
औषधि तयार भइसकेपछि टासिलामुले यो औषधि कसरी प्रयोग गर्ने र के खाना खानुहुन्छ र हुन्न भन्ने सल्लाह दिन्छन्। हाम्रो दोस्रो बिरामीलाई हात खुट्टा दुख्ने र मृगौला सम्बन्धी समस्या रहेछ। उहाँ अहिले 60 वर्षको हुनुभएछ। फेरि पनि उहाँको औषधिको तयारी गरिरहेका छौँ। औषधि तयार भइसकेपछि टासिलामुले फेरि पनि औषधि कसरी प्रयोग गर्ने र के खाना खानुहुन्छ र हुन्न भन्ने सल्लाह दिन्छन्। हाम्रो तेस्रो बिरामीलाई पिनास रोगले ग्रस्त हुनुभएको रहेछ। फेरि पनि टासिलामुले बिरामीलाई औषधि कसरी खाने र कसरी प्रयोग गर्ने भन्ने बताइरहनु भएको छ। उहाँलाई पिनासको कारण एकदमै गाह्रो भइरहेको अवस्था हामीले देख्न सकिन्छौँ। बिरामीको रोग अनुसार यहाँ मसाज पनि गराइन्छ। आज हाम्रो चौथो बिरामीका रूपमा बहिनीलाई टाउको दुख्ने र जिउ दुख्ने हुनाले हामीले उहाँलाई मसाज गर्ने सल्लाह दिन्छौँ। सल्लाह अनुसार टासिलामुले उहाँलाई मसाज गराउनुहुन्छ।
आधी घण्टासम्म मसाज उपलब्ध गरायौँ। हाम्रो रेगुलर एक्टिभिटिजको केही झलकहरू। हाम्रो यस प्रोजेक्टको प्रमुख उद्देश्य सेवा नै धर्म हो भन्ने हो।